Good morning, everyone. I am at Kathmandu right now. म अहिले काठमाडौँमा छु. यो मेरो टोल है. The first day at Kathmandu. And अहिले चाहिँ टाइम चाहिँ ठ्याक्कै यहाँको 6 बजेको छ. किनभने भर्खरै उठेर मुसुक गरेर अलिकति एकछिन फ्रेस हुनु भनेर यसो वकको लागि निस्केको. हेरौँ अहिलेको हाम्रो नयाँ बिहानी यहाँको कस्तो छ. नयाँ फ्रेस हावा के चेन्ज भएको छ यहाँ ठाउँमा. लेट्स एक्सप्लोर है त. ओहो मैले यो एउटा चाहिँ राख्नै बिर्सेछु फेरि. यहाँ नयाँ पसल एउटा खोलेको रहेछ. पहिला त बोटामो भन्ने थियो, अहिले चाहिँ खजुरीको पसल भन्ने रहेछ. ओके नाइस. सामान लोड गर्दैछन्. ओके अफुला हाम्रो बाजे अहिलेसम्म तरकारी बेच्न आउनु हुँदो रहेछ. कताबाट आउनुहुन्छ. हेर्दैछौँ के छ अहिले त सबै प्रायः पसलहरू बन्द छ. बिहान लगभग हामी निकालेर अहिले अल्छिनै रहेछौँ यहाँ. उता जापानतिर चाहिँ अलिकति चलपल नै भइसकेको हुन्छ. फ्लाइटले गरेर अलिकति खास हेरौँ. बिरामी कि के हो. फर्स्ट ब्लग हो, अलिकति नर्भस भइरहेको छ. हेरौँ. ओके फ्रेस एयर इन काठमाडौँ. दिउँसो त के फ्रेस होला रे. नाइस. नयाँ धेरै रेस्टुरेन्टहरू खोलिसकेको रहेछ. नाइस नाइस. यहाँ क्युरियो पसलहरूको लागि रेडी गर्दैछन्. बिहान यति बजी आएर रेडी गर्दो रहेछन्. यहाँको फेमस मामाको चिया सप पसल and this is not the leather bar. Just a random walk. हिँडेको छु अहिले. यहाँको एउटा स्कुलै भत्काइसकेको रहेछ. लाइब्रेरी स्कुल. सो यो म यहाँ 2 वर्षपछि काठमाडौँ आइपुगेको छु. 2 वर्षमा चेन्जेसहरू देख्न पाइरहेको छु. कुनै मौलिकता पनि झल्किएका छौँ. मान्छेहरू चाँडो पनि उठ्छन्. नउठ्ने त होइन नि. छैन नभए म ट्राइपडले लानु सक्थेँ. ब्यागको नभएको चाहिँ अलिकति अप्ठ्यारो हो. म पछि गएर ब्याग किन्छु.
कार बनाउँदो रहेछ सायद यिनीहरू राताको लागि अलिकति नै लाइटहरू Lakshminarayan Temple. शिव पार्वती मन्दिर पनि राम्रो बनाइरहेको रहेछ म आउँदाखेरि यहाँ अलिकति रेनोभेट चलिरहेको थिएँ लास्ट टाइम आउँदाखेरि अहिले चाहिँ राम्रो बनाइसकेको रहेछ महादेव पार्वती त्यहाँबाट हेर्दै हुनुहुन्छ स्टिल Big bell. Shwet Bhairav. पहिला पहिला भयो त सधैँ प्रायः बन्दै हुन्थ्यो इन्द्र जात्रा बेला मात्र खुल्ने गर्थ्यो यो चाहिँ आजकल बिचमा चाहिँ एक दुईवटा छ्याल चाहिँ खुल्ने गरेर जस्तो लाग्यो अब एक्ज्याक्टली मलाई पनि थाहा छैन कुन बेला खुल्छ के खुल्छ सो सुत्नै पर्छ कसलाई सुत्नु छैन एकैछिन ल एकैछिन ल कति अरे एउटाको एकैछिन ल हनुमान ढोकामा छौँ अहिले हनुमान ढोका त पुलिस बिट अहिले त यसमा केही छैन जस्तो लाग्यो भूकम्पले गर्दा अलिक बिग्रेछ भनेको है सो यहाँको अहिले ट्रान्सफर गरेको लागेको पुलिस बिट कतिपयहरू अझ पनि रेनोभेट हुन बाँकी रहेछ कतिपयहरू बनाइ पनि सकेको रहेछ राम्रो पनि छन् सो स्टिल वी आर प्रोग्रेसिङ यो मान्नुपर्छ हुन्छ मलाई त सबै दिनुहोस् न एउटाको कति तलको चाहिँ माथिको 50 भन्नु होइन तल अर्को छ तल त्यसलाई त्यसमा मिसाएर 100 गरिदिनु जम्मा 200 भयो है ल अहिले चाहिँ let's see I'm going to feed the pigeons जान त मलाई दिँदैन हाम्रो जापानमा त नफा भन्छ यार अझ कतिपय प्रायः इन्टरनेसनल कन्ट्रीमा त फाइन पनि लाग्दैन रहेछ पिजन्सहरूलाई पायो भने डराइरहेछ नि अगाडि आउने आउँछ कि आउँदैन हेरौँ है सायद मैले क्यामेरा बोकेको छैन डराएछ होइन मैले धेरै लिएँ All right, just fed the pigeons. Sorry, okay.
परिवारलाई जान पर्छ कहीँ यहाँनिर फेरि एकजनासँग किनिदियो भने जाने बेला होला अर्को मेरो पनि किनिदिनुहोस् भन्ने चाहिँ अहिले पनि प्रथै रहेछ सो see they are waiting for the foods or कसैले आएर पकाउँछ okay so let's move on this is Mohanka sure. sorry Mohanka काल भएर के भएको हौ आज मलाई जेट ल्याग अझै छ जस्तो छ मलाई काल भएर मैले अगाडि नाम मिस्टेक गरेँ भगवानको नाम उहाँको चाहिँ काल भैरव I'm just walking around so सिमीहरूको बाजेर आएर यसो सानो सानो मन्दिरहरू सफा गर्छ द्याट्स अ गुड थिङ है हाम्रो जेनेरेसन पछिको जेनेरेसन यस्तो गर्न लागि नगर्नु ओके राइट डाउन छ हस्पिटल फेरि पनि राम्रो दिँदैन होला साइन अफ So back again with my video. Education फेरि education दिन जस्तो लाग्छ है सो लास्ट टाइम चाहिँ थाहै हुन्थ्यो अहिले चाहिँ सफा पनि मन्दिरहरूमा अहिले पनि राम्रो मचमदार भइरहेको छ त्यहाँ साथै सबै हाम्रो कल्चरल हेरिटेजलाई जोगाइरहेको छ घाँटी खसखस भयो अझै धेरै पर त नजाउँ होला है तिम्रो सोचमा गएर म फर्किन्छु यहाँ त पसल पनि लाग्ने गर्थ्यो आजकल महानगरपालिकाले पसल राख्नु दिएन जस्तो लागेको के राख्ने तयारी छ पहिला भए बाटोमा पसलै पसल हुन्थ्यो आजकल यहाँ पसल छैन बाटोभरि बस्नु लुगाफाटा किन्नेहरूदेखि लिएर जुत्तादेखि लिएर सबै फुटपाथ छ अहिले त छैन पछाडिबाट मान्छे आयो फेरि हर्न पनि छैन फ्याट लगाइदियो सक्यो अब भिडियो खिचिसकेको छ अब हल बजाएको छैन मलाई थाहा हुन्छ Okay.
त्यो बिहान कथा चाहिँ त्यति राम्रो हुन्छ होइन कसै एकछिन राति एकचोटि आउनु पर्ला त्यही भने केटाहरू गर्छन् केटाहरूले केटाहरू हुने केटाहरू हेर्छु कलहरू आउनु पर्ला हजुर छन् त छन् रहेछ त्यो अहिले भित्रभित्र महानगरपालिका चाहिँ I guess यतासम्म त मान्छेहरू डराइरहेको उतासम्म त मान्छे लोग्नै सक्दैन जस्तो लाग्छ उता चाहिँ फर्केर बस्नुहुन्छ फुटपाथमा भएर This is the way to watch it. Main difference Okay, so let's move on. Let's go back. Calendar open for calendar open Okay, yes. Atas kurang खुल्ला छ अब नै कहाँ जापानिज क्या नेपालमा त नेपाली बोल्नुपर्छ जापान बिर्सिनु मैले ओके रहेछ अहिले त्यो टोटल पोल्युसन गरेर बिल्डिङ्स त्यो तासिरहेको छ टोक्दैन होला जस्तो गर्छ तपाईँ just cross pass it zebra crossing चाहिँ छ है बाइ द वे तर सबमिट is still rough Kathmandu beautiful in a good way rough पनि फेरि मैले खाएर सबैले गाली गर्ला नि नेपालको यो मल चाहिँ अलिकति रफ बनाउने ओ यो चाहिँ फेरि यहाँ ज्वेलरिज पसल छ हाम्रो त साल बजारमा पछौँदेखि पसल कहीँ कुनै कुनै फेमस पनि छन् क्या पहिलादेखि नै म यसो जाँदाखेरि आउँछ को कोले आफै लिन्छ कि के गर्छ आएर पसलहरूको लागि नै होला बट हाउ डु दे डेलिभर एन्ड हाउ डु दे रिसिभ आई डोन्ट नो एकजना दिदी भेट्नु थियो उहाँ दिदीको पसल खुलेको छ कि छैन सरप्राइज दिउँ भनेको उहाँलाई थाहा छैन म आएको उहाँलाई सरप्राइज दिउँ भनेर बसेको छु काल संस्कृति पनि छैन एक्चुअली
फ्लाइटमा निस्किन्छु नेपालमा निन्द्रा लागेन जेट ल्याएको छु अस्ति लास्ट टाइम आउँदा चाहिँ सुतेँ मजाले योपालि चाहिँ के भयो थाहा छैन जुत्तो साली मेरो केट फायर ब्रिगेडमा नयाँ बिल्डिङ बनाएर रहेछ दमकल यता बनाउँछ जुत्तो बारो नियन्त्रण नयाँ बिल्डिङ बनाएर रहेछ आई थिङ्क दे आर अपग्रेडिङ टु बिल्डिङ बनाउने काम गर्यो पुरानो यादहरू राइट कति कुरा गर्ने पुरानो मरि त छ यता फेरि नयाँ बनाएको छ शानदार मोमो यहाँ पो रहेछ है नयाँ खोलेको रहेछ शानदार मोमो ठाउँमा धेरै ठाउँमा तिनवटा शानदार मोमो छ एउटा यहाँ भएछ एउटा उता दुईवटा छ नयाँ नयाँ चल्छ म लास्ट टाइम आउँदा चाहिँ यो बिल्डिङ बनाउँदै थिएँ अन्डर कन्स्ट्रक्सन थियो पनि and this is like nine concept. अब चाहिँ नेवार दियो छ भन्छ क्यारे गएछ कि दियो छ पुरा खतरा तरिकाले बनाएर रहेछ छ्यालहरूलाई एकदमै पौराणिक हिसाबले क्राफ्टिङ गरेर मस्तले सज्या वाउ त्यो छ्यालमाथिको छ्याललाई सज्या भन्छ है हाम्रो नेवारीमा भन्ने चाहिँ सज्या भन्छ फोटोवाला चाहिँ याद आयो मलाई taekwondo आएको डोजो चाहिँ थाहा भएन